खान भनेको छ आमा है माया ममताको खानी। संसारमा आमाको दर्जा ठुलो छ। भगवान चाहिँ त्यो सद्गुरु रूपमा आएको जुन हाम्रो जुन भगवान हुनुहुन्छ नि, जो हाम्रो परम पिता हो, उहाँले भन्नुहुन्थ्यो, भगवानले भन्नुहुन्थ्यो हजारौं करोडौं जन्मको आमा पनि एक लाई लागेर बसेको छ भने सद्गुरु रूपी जुन आमा बुवा हुन्छ नि, हजारौं करोडौं आमा बाउले पनि त्यो सद्गुरुलाई जित्न सक्दैन थियो। त्यति परम हितैषी परम दयालु हुनुहुन्छ। आमाले ममता गर्छिन्, माया गर्छिन्। आमाको ममत्व र ममता मायाले तपाईँ हामीलाई कहाँ पुर्याउँछ? धेरै मृत्युको मुखमा पुर्याउँछ। बाहिर दिन नै मृत्यु हो। ममता मोहबाट के हुन्छ? आसक्ति उत्पन्न हुन्छ कि होइन? आसक्ति मिलनमा तपाईँको सुख हुन्छ, बिछोडमा दुःख हुन्छ। वो संसारमा मिलन र बिछोड त छ कि छैन? मिलन हुँदाखेरि हर्ष, बिछोड हुँदाखेरि दुःख छ। सबैले एक दुसरासँग बिछोडिनु छ कि छैन? बिछोडिनु छ। सबैले बिछोडको दुःख झेल्नु पर्छै पर्दैन। सद्गुरु रूपी जो आमा बुवा हो, जो माता पिता हो, तोसँग सम्बन्ध गाँसिए कहिले पनि बिछोड्नु पर्दैन। समस्त रोगहरूबाट उहाँले मुक्ति दिनुहुन्छ। आवागमनको चक्रबाट मुक्त गरिदिनुहुन्छ। मायाले जुन जन्म मृत्युको चक्करमा हालेर जुन दुःख तर्पण दिन्छन्, त्यो दुःख र तर्पणबाट हमेसा हमेसाको लागि मुक्ति प्रदान गर्नुहुन्छ सद्गुरु। परम हितैषी, परम दयालु, परम कृपालु भगवान। त्यसैले सद्गुरु ठुलो महिमा गाएको छ। जसले यस्तो किसिमको रोगबाट तपाईँ हामी ग्रसित भएका छौँ, त्यसलाई भावको रोग भनिन्छ। संसारमा यस्तो कुनै पनि रोग छैन। मान्छे रोगी भएर अस्पतालमा भर्ना भएको छ, अनि रोगबाट ग्रसित भएको मान्छेलाई डाक्टरले इलाज गर्दा गर्दै मान्छेबाट कुकुर भएछ भनेर कसै सुनेको छ? मान्छे त देख्दा देख्दै घोडाको भएछ। यस्तो कुनै पनि रोगमा क्षमता छैन मान्छेबाट अर्कै रूपमा ढालिदिने छ त? कुनै पनि न क्यान्सरमा छ, न टिबीमा छ, न जुन छ, कुनै पनि रोगमा क्षमता छैन। एउटा रूपबाट अर्को रूपमा ढालिदिने छ क्षमता छैन नि त। जब यो भव रोग भन्छ जसलाई, जुन प्रकृतिले दिने जुन रोग छ, मायाले दिने रोग भव रोग, त्यो रोगले चाहिँ तपाईँ हामीहरूलाई मान्छेबाट कुकुर, कुकुरबाट घोडा, घोडाबाट बिरालो, बिरालोबाट छेपारो, छेपारोबाट उरुस, उरुसबाट जुम्रा, होइन, नाना प्रकारको जुन छ 84 लाखवटा डिजाइनिङमा त्यसले बदलिदिन्छ। बदलै गर्छ। अब त्यो बदलिनको लागि के गर्नुपर्छ भन्दाखेरि एउटा शरीरलाई छोड्नु पर्यो, छोडेपछि अर्को शरीर छोड्नको लागि मृत्यु, पक्रिनुको लागि जन्म, कि होइन? छोड्नु भनेको मृत्यु, पक्रिनु भनेको जन्म। कुनै पनि शरीरमा आउनु भनेको जन्म लिनु भयो। कुनै पनि शरीरबाट हमेसाको लागि निक्लेर जानु भनेको मार्नु भयो। जन्मिँदाखेरि पनि असहाय कष्ट। सोच्नु न, कुनै घरभित्र हामी बसिरहेका छौँ, कहिले हामीहरू बसिरहेका छौँ, भित्रबाट चुप्पु लाएर हामी बस्यौँ भने हामीलाई छटपटाहट हुन्छ, हुँदैन नि? बाहिरबाट बसेर साँचो लगाइदिउने के हुन्छ? बाहिरबाट बसिरहेको कोठाभित्र बाहिरबाट ताल लगाइदियो भने के हुन्छ? छटपटी होइन? यथाबाट त्यतिखेरै भुइँचालो आउँछ, छटपटाहट हुन्छ। आफूले लाएर सुत्या छ भने 12 घण्टा 24 घण्टामै हामीको आनन्दसँग बस्छ, कि होइन? प्रकृतिले यस्तो तालचा मारिन्छ त्यो आमाको पेटभित्र 9 महिनासम्म त्यही झुकिएर बस्नु पर्दैन। आफ्नो इच्छाले पनि निक्लिन सक्दैन। 9 महिनासम्म त्यो एउटा सानो बन्द कोठामा
त्यो पनि टाउको तल खुट्टो माथि, एकछिन टाउको तल खुट्टो माथि पङ्खामा लट्काइ जुन कस्तो हुन्छ सोच्नु त, रगत सकिएर कस्तो हुन्छ। टाउको तल खुट्टा माथि त्यो सानो पेटको थैलो भित्र मलमूत्रको थैलो हो कि सोच्नु त, त्यस्तो भित्र बसेर हामी आएका छौँ सबैजना। 1-2 दिन पनि होइन, 9 महिना छ। फेरि त्यही थैलोमा जाने काम गर्यो भने फेरि के होला? फेरि त्यही थैलोमा जाने काम गर्ने, त्यो थैलोमा कहिले पनि जानु नपर्ने खालको काम गर्ने। अब त्यो थैलोमा त्यसै जान सकिँदैन। यो त्यो थैलो जानको लागि यो जुन छ शरीर रूपी जुन छ नि, यो मलमूत्रको मैलोलाई छोड्नु पर्छ कि परेन? यसलाई छोड्नु पर्यो। छोड्दाखेरि पनि असह्य कष्ट र पीडा हुन्छ हुँदैन? कति कष्ट हुन्छ। किन भन्दाखेरि किन कष्ट हुन्छ भन्दाखेरि सबैभन्दा प्यारो चिज नै यही हो। सबैको यो जस्तो प्यारो चिज नै संसारमा केही छैन। मान्छेले भन्छ नि, मैले त साह्रै माया गर्छु छोरोलाई, साह्रै माया गर्छु श्रीमतीलाई, साह्रै माया गर्छु श्रीमानलाई। सबै झुठो हो। सबैले आफैलाई माया गरे हो, आफैले आफैलाई माया गर्छ। सबै कसैले कसैलाई गर्ने। छोरो हुँदाखेरि तकलिफ आफूलाई हुन्छ। आफ्नो तकलिफ मेटाउनको लागि छोरोलाई माया गरेर जस्तो हुन्छ। हुँदाखेरि तकलिफ दुःख आफूलाई हुने हो। आफूलाई दुःख कसैले पनि देख्न चाहँदैन। आफू दुःख परे कोही पनि चाहँदैन। त्यसलाई माया गर्दाखेरि आफूलाई शान्ति हुन्छ। शान्ति सबैले चाहिरहेको हुन्छ। महाराजको परम पिता परमेश्वरको जय। आनन्द कन्द प्रभु सदानन्द भगवानको जय। सबैभन्दा धेरै माया गर्ने सबैले आफ्नो शरीरलाई हो। यसको प्रयोग पनि भएको छ। बाँदरलाई प्रयोग गरेको छ यसको। र तपाईको त टङ्कीमा त्यसलाई थुनेर, सिसाको टङ्कीमा त्यसलाई पानी भर्दै लिएर गयो। बाँदरले त छोरछोरीलाई यसरी छोरछोरीले पकाइहाल्छ नि जिउमा, होइन? भर्दै नाकमाथि आफ्नो पानी हेर्दै छोरोलाई पनि छोडा त्यो मरोस् भनेर आफू उनलाई तल राखेर त्यसलाई पनि टेकेर आफू निक्लिनु खोज्यो, त्यसलाई पनि छोड्यो। सबैभन्दा प्यारो लाग्ने शरीर हो। सबैले आफूलाई माया गरेको। अब यस्तो जुन गर्भ अवस्थादेखि नै बसेर आएको यो जुन शरीर छ, तपाईँ हाम्रो जुन यो शरीर कति प्यारो छ यो शरीर। अब यो शरीरलाई हमेसाको लागि छोडेर जानु कति कष्टकर चिज हो। छोडेर सबैले जानै पर्छ। छोडेर नगएसम्म फेरि त्यो थैलोमा पसिँदैन। छोडेर गएर तुरन्तै पस्ने पनि होइन। भेष पाए त फेरि एउटा नयाँ यात्रा सुरु हुन्छ जीवको। किन भन्दाखेरि मर्नेवाला, जन्मिनेवाला, जन्म र मृत्यु यसको पनि परिभाषा छ। को मर्छ, को जन्मिन्छ? जन्म र मृत्यु भनेको के हो? कसको जन्म हुन्छ र कसको मृत्यु हुन्छ? शरीरमा स्थित रहने बोल्नेवाला जीव अविनाशी छ, तो कहिले मर्दैन। त्यसले जब कुनै शरीरलाई धारण गर्छ भने त्यहाँ त्यसलाई त्यतिखेर भनिन्छ जन्म भयो। जब जीवात्माले यो शरीरलाई हमेसाको लागि छोडेर त्यसलाई भनिन्छ मृत्यु, मर्यो। जन्मिने मर्नेवाला को रहेछ? शरीर जड हो। जडको के जन्म, के मृत्यु? जीवात्मा चेतन हो। चेतनको के मृत्यु, के जन्म? तो मर्दै अविनाशी छ। त्यो त पक्रिनु छोड्नुको खेल छैन है। शरीरलाई पक्रिनु धारण गर्नु भनेको जन्म, छोड्नु भनेको मृत्यु। अब सारा दुःख र सुखको अनुभूति शरीरलाई माध्यम बनाएर जीवले भोग्दछ। भोक र प्यासको अनुभूति, दुःख र सुखको अनुभूति शरीरमा एउटा जीव भन्ने चिज छ।